हामी त आयौ बाबा केही छैन म त अब धर्म कर्म गर्नतिर लागे बाटो बाटो भागे बाटो लागे हामी चाहिँ विक्रम बाबा दर्शन गर्न जान लागेको। यो चाहिँ चैते दशैं आउने बेला अथवा यो 15 दिन चाहिँ खुल्छ। अनि यो 15 दिनमा चाहिँ हिजो खुलेको। अब हिजो खुल्यो, अब आज हामी आयौँ। त्यस कारणले गर्दा आज खासै भिड छैन। यो चाहिँ राष्ट्रिय निकुञ्जभित्र पर्छ। यो चितवन राष्ट्रिय निकुञ्जभित्र यो चाहिँ रापती नदी हो। यसमा चाहिँ गोही, घडियाल अनि ठुल्ठुला माछा, होयल पनि यसैमा पाएको हो क्या अस्ति नै होइन? होयल पनि छ क्या होइन? होयल त छैन अस्ति नै। कछुवाहरू अनि यहाँ यता आर्मी ब्यारेक पनि छ। अनि दामी छ। पहिला पहिला डुगामा पनि सवार हुन्थ्यो पुल बाइक, पछि एक्सिडेन्ट भयो डुगा घोप्टेर। त्यसपछि पुलको मात्र बाटो सुरुवात। अरे जानु म त जङ्गलमा फस गया। कहाँबाट जाने हो घर? अब म त फसेँ जङ्गलभित्रै। कता हो? कुन बाटो जाने हामी? यही हो ल। यसलाई चाहिँ बाटो थाहा रहेछ, नत्र भए म चाहिँ जङ्गलमै हराइसकेको। कस्तो राम्रो चराहरूको आवाज होइन? ओ माई गॉड, कानमा ल हेर मृग कारमा बोकेर हिँडिरहेको छ होइन? जसरी हिँड्नु भयो। यो चाहिँ विक्रम बाबा मन्दिर हो। यहाँ चाहिँ यो चाहिँ चितवन राष्ट्रिय निकुञ्जभित्र पर्छ। चितवन राष्ट्रिय निकुञ्जभित्र यो वर्षमा एकचोटि खुल्छ 15 दिन चैते दशैं आउने बेलामा। अनि यहाँ चाहिँ मन्दिर छैन, रुखमा पूजा गर्ने हो। अनि रुखमा पूजा गरिसकेपछि यहाँ आएर पूजा गर्छ। यहाँको चाहिँ मान्यताहरू विश्वास गर्ने मान्छेहरूले गरिरहेछ। अनि पुग्छ पनि अरे। अब म चाहिँ मनलाई शान्तिको लागि आएको। अनि रमाइलो लाग्छ धर्म कर्ममा। अनि मठ मन्दिरमा जाँदा त्यही हो है। आज चाहिँ खासै भिड छैन, किनभने पहिलो दिन भएर हुनसक्छ। मैले त पूजा गरेर आइसकेँ टक्क भित्र गएर। अनि मान्छेहरू अझै आउँदै पनि छ। पूजा गरेर आइस? के मागिस् त? मतलब मनलाई शान्तिको लागि आएको। घर बस्न झ्याउ लाएर
कहाँ जाने त भन्दाखेरि अब यसले जाम भनिगयो म आइहालेँ मलाई जाम भनिदिए पुग्छ म पहिला कस्तो ठाउँ छ यस्तो बुझ्छु अनि ठिक छ भनेपछि म चाहिँ आएँ के हो किसी सर के हो ड्युटीमै हो क्या हौ ड्युटीमा के गर्नु गन त खतरा खतरा आमा कुन फायरिङ यसलाई गोली हाल्न पर्दैन चाजाला हो क्या चाजाला हो यो आमा खतरा रहेछ त यार एक फर्स्ट टाइम देखायो क्या फर्स्ट टाइम हो क्या यार फर्स्ट सुट देखि यार कसले पठाइदिएको यार कि आफैले हो वान पिस हो वान पिसमै हो आमा खतरा रहेछ यार के गर्नु गर्लफ्रेन्ड नभएपछि एक्लै घुम्न आउनु पर्छ साथी बोकेर के गर्नु आफ्नो त अरूको घरमा गाई भैँसी पाल्छ आफ्नो त हात्ती पालेछ हाम्रो त जङ्गलमा हात्ती पाइन्छ घाँस काटेर आइज घाँस काटे होइन के गर्नु यसलाई काममा राखेको जहिले ठग्छ यार यसलाई घाँस काट्न पठाएको डोको यहाँ छोडेर गएछ यार हेत्तेरिका तँलाई म कामबाट निकाल्छु अरे ए हात्ती नै हात्ती छ यार हामी अहिले पानाको जङ्गलमा छ अमेरिका जान लाग्यो हामी हिँडेर होइन केटा हो झोला हात्ती सब लुटिदियो पानाको जङ्गलमा पछाडिको हो रापती नदी यो चाहिँ रापतीको पुल तिमी साह्रै राम्री कुल अनि ब्युटिफुल तिमीलाई देखेपछि भयो मेरो मन चुलबुल अनि त्यसपछि के भन्नु छ पुरा गई त घाम तापेर बसेछ यो के हो यो चिउरा हो के गर्नु मान्छेहरू कति धनी छ बाटोमै सुन बेचिदिइराखेछ हामी केही नि किन्दैन हामी पहिला सानो यस्तै खेलाउँछ कहाँ बढी चासी दिन्छ यसको 1 2 3 के गर्नु आफू त पर्सनल हेलिकप्टर किनिहाले कति बाइक चढ्नु हामीले मोमो चाउमिन खाएर हिजो खाएको अस्ति पनि छ मोमो कता कता के गर्नु त
शुद्ध शाकाहारी रक्सी चुरोट नखाने भएपछि साला यो तरकारीमा त चौटाइ छैन यो झोल हो कि तालो तातो तातो पानी मात्रै हालेर ल्याइदिएको छ के पार्दिम के कोक बियर पार्नु न त कोक पार्नु सुरुमा कोक पार्दिम है तँ छोयो यार होइन रेड बुल हान्नु एउटा हान्छु रेड बुल हान्नु यार यसको आज नछुने व्रत रहेछ क्या हो यस्तो मैले यस्तो झुकेर खाँदैछु 6 रुपियाँ सिद्धियो ल एउटा 1000 पारिदियो यो मान्छेलाई ओ छोयो है छोयो छोयो हामी ए बेलु नायो बेलु लिएर हिँड्दिम क्या चाख्न पाइन्छ यो नि छ यो त घुइटाको खतरा बनाएर दिएको सबै एउटा ठिकै छ यार त्यसै केबाट भन्नु तर मिठो रहेछ यार यो चस्मा सबैजना अब फेरि अर्को ठाउँमा चाख्दैछु टेस्ट गरेर ल आयो हजुर ताजा ताजा खानेकुराहरू चाखेर टेस्ट गरेर लैजाउनु मिठो लाग्यो लानु लाग्यो लानु झुम 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 ल आयो हजुर ताजा आउँदिन भन्दा पनि अम्ब्रेला स्टेट आयो यति धेरै छाता छ किन अम्ब्रेला स्टेट आएको भन्दाखेरि चाहिँ धेरै गर्मी भयो क्या लास्ट गर्मी भयो लास्टै गर्मी भयो अनि छाता किन्न पऱ्यो हामीलाई होइन एउटा छाता मात्रै किन्यो भने कति 500 पर्ने रहेछ अनि टिकट मात्रै 2500 काटेपछि त यहाँ छातै छाता छ हातले समातेर ओढ्न नि नपर्ने होइन पहिले अडाइदिए माथि नै फाइदा रहेछ त्यस कारणले हामी आयौँ सवारी नियमको पालना गरौँ हामी त यस्तो देखाएको यस्तो गऱ्यो भने चाहिँ नियम उल्लङ्घन हुन्छ भनेर होइन